कुराउनी खाना चाहिँ सबैलाई मनपर्छ, तर बनाउन चाहिँ एकदमै गाह्रो लाग्छ के। अनि कुराउनी बनाउन चाहिँ धेरै दुध चाहिन्छ होला भन्ने सोचिन्छ हामीहरूले। कुराउनी बनाउन चाहिँ धेरै दुध होइन, थोरै दुध भए पनि जस्तो आफ्नो इच्छा रहरलाई मेटाउन चाहिँ सकिन्छ के। कुराउनी चाहिँ बेसरी खान मन लागेको बेलामा अब धेरै दुध नभएसम्म बन्दैन होला, त्यस्तो कन्फ्युजमा चाहिँ नबस्नु होला हजुरहरू। मैले आज 1 लिटर दुधको कुराउनी बनाउँदैछु। त्यसको लागि मैले दुधलाई उमाल्न छोड्दैछु। अनि त्यसपछि कुराउनी कति गाह्रो हुन्छ होला, बेसरी घोट्न पर्छ होला जस्तो लाग्छ होला के। अनि कुनै ढक्कन अलि हेभी भएको ढक्कनहरू के, कुनै भाँडाको ढक्कनहरू एकदम हेभी हुन्छ नि, हो त्यस्तो ढक्कनहरू युज गर्न सक्नुहुन्छ नि। एकछिन ढाकिदिनुहोस्। अनि कुराउनी छिटो पकाउनको लागि चाहिँ नट्सहरू पनि राख्न सकिन्छ कि। मैले काजु बदाम र नरिवललाई लिएँ। काजु चाहिँ अलिक थोरै थियो मसँग आज चाहिँ। अनि यसलाई भुटेँ, मजाले रातो हुने गरेर भुटेँ। अनि यता दुध पनि पाक्दैछ। अनि भुटेपछि मिक्सरमा ग्राइन्ड गर्न छोडिदिएँ कि मैले। अनि अलिकति धुलोलाई चाहिँ त्यो तातिराखेको दुधमा एकछिन त्यस्तै 10-15 मिनट जति पाकेको दुधमा मैले त्यो नट्सको धुलो राखिदिएँ। अनि त्यसपछि पाक्यो कुराउनी। हेर्नुहोस् त साथीहरू, त्यस्तो धेरै घोट्न पनि पर्दैन। अनि आफ्नो छोराछोरीले खाना रहर गऱ्यो भने चाहिँ मजाले पुग्छ कि। 1 लिटर दुधले पनि 1 कचौरा जति बस्छ कुराउनी। त्यो मान्छेको भ्रम मात्रै हो कि, त्यो धेरै दुध नभइकन बन्दैन होला जस्तो लाग्ने, अनि बनाउन नि गाह्रो हुन्छ होला जस्तो लाग्ने। तर त्यस्तो होइन साथीहरू, थोरैको पनि बन्छ। हेर्नुहोस् त बन्यो, नानीले खाइन्, मिठो भएको छ।